ल अब गयो तार छ तार तारमा खोलिरहेको क्या लगा के अब हान्दिहालौँ ल ठीक छ रेडी छ पोका पन्तरी हामी जानलाई सेफ प्लान छ अब हेरौँ कहाँ पुगिन्छ रेडी छ यो चाहिँ धार्के हाइवे रे हामी चाहिँ यहाँ स्विजरल्यान्ड पार्क भन्दा माथि छौँ जस्तो लाग्यो त्यही बाटो जस्तो लाग्यो मलाई यो धार्के हाइवे हुँदै जान्दाको हामी चाहिँ पोखरा यो चाहिँ ठ्याक्कै सीतापाइलाबाट मासतिर आएर अनि सीतापाइलाबाट मासतिर आइसकेपछि यहाँ धार्के हाइवे भन्ने रहेछ अनि यहाँबाट अब हामी मलेकु निक्लिन्छौँ त्यो 3 जना हो मेरो बाइकमा चाहिँ म अलोन टु सेफक्सुन्डो धेरै पर छ यार सेफक्सुन्डो डोल्पा अझै छ होला यहाँबाट 600 किलोमिटर जति त अझै भर्खर हामी कति 1 लाख टुक्क ट्रिप नै सेट गर्न बिर्सेछु यार ट्रिप सेट गर्नुपर्ने ट्रिप सेट गरिहालौँ है त ट्रिप 1 छ होइन यो म सेट हानिदिइहाल्छु ल ट्रिप 00 छ अब होइन हामी यो ठ्याक्क कहाँको रोड हो भन्दा यो धर्के रोडदेखि चाहिँ ट्रिप 0 गरेँ मैले पुग्नु भयो होइन अर्कोलाई रोक्यो हरिको दाइ टन्न छ यहाँ अगाडिपट्टि त्यही त बस्न अलि अप्ठ्यारै हुन्छ त्यही देखेर हात दिएको चाहिँ हो मैले ए हस् हस् धार्के पुग्नुलाई भनेर ए हजुर कहाँ पुग्यो म त वहाँ डोल्पा ओहो रोल्पा भरे पुग्नुहुन्छ कहाँ पुगिन्छ आज अब बागलुङतिर बसिन्छ होला ए भोलितिर पुगिन्छ होला गाह्रो टाढा जानु त्यही त गाह्रै छ ल बाजे म खाली थिएन हस् ल बाजेले चाहिँ हात दिनुभएको थियो कि पछाडि अनि देखिहालेँ थाहा थियो मलाई भारी छ मेरो पछाडि राख्नु मिल्छ कि मिल्दैन भन्ने चाहिँ अलिक कन्फर्म थिएन तर अब हात दिइसकेपछि त अब के त्यत्तिकै जानु भनेर रोकेर अनि त्यसपछि बोलाएको बाजेलाई बाजेले आफैले भन्यो बाजे चाहिँ धार्केसम्म जान लाउनु भएको अरे अब यहाँदेखि धार्के कति छ थाहा छैन मलाई तर लिएर जाम्ला सोचेको मलेकु ठुलो भयो यार तर अहिलेसम्म चाहिँ बाटो ठिकै छ अब वहाँ यहाँदेखि चाहिँ अलिकति जाम छ अरे अब्बु खैरानी कि अम्बु खैरानीसम्म अनि त्यहाँबाट चाहिँ मुगलिनसम्म बाइकहरूलाई चाहिँ जान दिइरहेछ अरे हेरौँ कत्रो हर्न बजाउँदै आएको यार कुराहरू यार ए बाटो चाहिँ यस्तो छ साइडबाट लाँदै छु म त लगभग 500 मिटर जति आयो होला म यो साइडबाट नै होप यतैसम्म होस् यो बाटो मान्छेहरू बस्छु कति अप्ठ्यारो छ कता जान्छ यति कहिले भन्नु चाहिँ ढुक्कै हुन्थ्यो बाटो चाहिँ छोड्यो अरे यार सालको मुक्लिनको फाइनली गाइस हामी मुक्लिङ कटिसकेको छौँ थट आस छ्याउ यार थट उफ भोकै लाग्यो यार मलाई त राम 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 यति धेरै जाम थियो
यो हो नि त बाटो भनेको त चिटिक्क परेको फ्रम यो के भन्छ यो बन्दीपुर टु पोखरा। गाइज म चाहिँ यहाँ बन्दीपुरतिर आइपुगेँ जस्तो लाग्यो होइन। अनि एउटा कुरा देखेर अचम्म लाग्यो कि मलाई, बिहान पेट्रोल हालेको हो अहिलेसम्म घटेको छैन के। अनि यसो चेक गरेको मिटर, माई गुडनेस 63 किलोमिटर पर लिटर N160 तोप दियो त यार यसले त माइलेज त। झाडी दुख्यो कि मेरो त होइन, त्यो भएर ओर्लिम त साइड सकिन भिनाजुहरू पनि दुखे जस्तो छ। ओर्लिङको हातको हालत हेर, पन्जा नलाएको त यस्तो भयो यार। हेट अघिको फोहोर होला। यस्तो हालत छ। उफ मेरो दिदी पानीको बोतल लिएर आउँदैछ लुकर पारेर। त्यही त दामी भ्यू देखिरह। हामी चाहिँ अब यता बेगनाथ जान लाग्यो। जो पनि लेक साइड नै जान्छ अनि त्यहाँ भिड पनि हुन्छ नि। मलाई कति त्यस्तो भाउ जस्तो लाग्दैन कि लेक साइड होइन। त्यही भएर यता बेगनाथमा चाहिँ अलिकति शान्त नै हुन्छ जस्तो लाग्यो। त्यस्तैले हामी बेगनाथ जाँदैछौँ भने यो बाटो चाहिँ अलिकति बनाउँदै रहेछ, त्यहाँबाट अलिकति उकालेर हामी यो बाटो सिधै लाग्दैछौँ। यस्तो सफा पानी छ मस्त। त्यहाँ लुगा धुँदै नुहाउँदै बसिरहेको छु कि यहाँनिर। के हो त यार अर्गनाइज्ड वेल म्यानेज्ड सहर भनेको होइन। भित्रै आउँ न ल। हामी चाहिँ बेगनाथ टेक आयो। अघिको खोला कहाँबाट आएको भनेर त यही तालबाटै हारेछ नि त, त्यही भएर यतिको सफा रहेछ। माछा पनि पाउँछ होला। अनि कहाँ उठ्ने? सिधै सेमा उठ्ने? के हो बाटो त लास्टै सानो रहेछ त। र यो बाटो हो? बाटो कुन हो? बाटो छ छैन? यहीसम्म मात्र हो। तैँले कुन बाटो हालिस् है? कहाँ रेस्टुरेन्टमा पो ल्याइदियो यार म्याप हेरेर। त्यही त म त्यहाँ वेलकम बोर्ड देखेपछि छक्क परेँ क्या। वेलकम नहुन पाइ बाई बाई भयो त। केटीहरूलाई म्याप हेर्न दियो भने कहाँ पुऱ्याइदिन्छन् भने हो रहेछ। आज मेरै दिदीले रेस्टुरेन्टमा लिएर आइदियो यार। पार्कबिङ जाने बाटो भन्दै कि आज। हामी चाहिँ यहाँबाट निक्ल्यौँ। त्यहाँ बेगनाथमा धेरै बेर बस्यो क्या हामी, त्यही भएर अलिकति ढिला भयो होइन। तर ठिकै छ, हल्का नाइट राइड हुन्छ। अब हामी चाहिँ अहिले सारङकोट पट्यौँ। अब यसपछि हेम्जा, त्यसपछि देवपुर, कुस्मा अनि बागलुङ। अब हेर्दै जाऊँ 50 किलोमिटर जति चाहिँ हाँकौँ। अनि त्यसपछि हेरौँला त्यतातिर कतै बस्ने ठाउँ भनेर भनेको छु। अब के हुन्छ। दिदीहरूको चाहिँ स्पिकर नै खसेछ क्या बाटोमा। ठ्याक्क म पछाडि थिएँ ठ्याक्क, अनि यतापट्टि आयो उफ्रिँदै आयो। म त के उफ्रिँदै आयो कि खसाइनले भनेर हेरेको, JBL को स्पिकर खसेछ। अनि फेरि हर्न बजाएको सुनेनन्, अगाडि गइहालेँ। अनि मैले त्यहीँ रोकेँ। अनि यस्तो अँध्यारो थियो है, मलाई त जङ्गली जनावरहरू आउँछ होला जङ्गलको साइडतिर, त्यो डर लागिसक्यो है। छिटो गरेर गोजीभित्र हाल्न खोज्छु कि फेरि गोजीको चेनै खुल्दैन, पन्जा लगाइरहेको छु नि त। अनि गोजीको चेनै खुल्दैन, गरेर फसाक खुसी हालेर अनि कुदेर आइहाल्यौँ। हाल्दैछन्
दिदीले एउटा होटेल गुगल म्यापबाट हेरेको थिएँ, लास्टमा त त्यो खाजा खाने होटेल पो रहेछ। त्यस्तो त छ। उता अगाडि छ होटेलहरू, त्यही बस्दा हुन्छ होला अब त। त्यही भित्र रहेछ त, तर गेट भएकोवाला राम्रो। उत्यो पनि राम्रो छ, स्वरमा के भन्ने स्वरमै हेरे ऊ त्यहाँ रहेछ गेटभित्र। जस गेट हुनु पऱ्यो क्या। गुड मर्निङ गाइज फ्रम कुस्मा डे 2। आज हामी चाहिँ अहिले कुस्मामा छौँ। हिजो राति बागलुङ नै पुग्ने भनेर आएको, तर अलिकति भ्याइएन अनि धेरै राइड पनि भइसकेको थियो। अनि धेरै राति पनि राइड नगरौँ भनेर हामी यहीँ यो स्वर्ग होटेल भन्ने ठाउँमा बस्यौँ। यो मेरो ब्रेकफास्ट। हिजोको राइडले हल्का गर्दनहरू दुखी छ। आजको राइड चाहिँ एकदम झन वाइल्ड हुनेवाला छ। हामी चाहिँ अब निक्लिन लाग्यो यहाँबाट। अब यस्तो प्याकिङ हालेर अनि त्यसपछि बाँध्दै पसिना यस्तो छुटिसक्यो यार। हट, पसिनाले नुहाइसक्यो मैले त। यहाँ यस्तो गर्मी छ, उफ सब पसिना हो यो। दिदीहरू चाहिँ एटिएम गएको छ, मलाई एक्लै छोडेर। 119 GB मेमोरी कार्ड फुल हुन लागिसक्यो कि कति धेरै भिडियो खिचेको छ। त्यही भएर फेरि अहिले 128 GB मेमोरी कार्ड लिएँ। अब चाहिँ इनफ नै हुन्छ। अब चाहिँ ढुक्क भएर खिच्दा हुन्छ, नभए त खिच्न पनि अप्ठ्यारो लाग्ने क्या। पछि चाहिए लागि भनेर अझै से नै पुगे छैन। अनि 119 झन्डै फुल हुनलाई चाहिँ लगभग 80 GB त फुल भइसक्यो होला। त्यसैले अब एकछिन यहाँ कुर्दैछु म। यो अहिले चाहिँ म बागलुङमा छु, बागलुङको बजारमा छु। यहाँ हेर्न सक्नुहुन्छ। हामी चाहिँ बागलुङबाट यता निक्लिसक्यौँ होइन, बागलुङ बजारबाट। अब यो बाटो रहेछ। मौसम बवाल छ आज, एडभेन्चर नै हुने भयो आज चाहिँ। रमाइलो छ, मजै लाग्यो। अब यो बाटो दिदीहरू चाहिँ मलाई छोडेर कहाँ पुगिसक्यो। आज प्लान छ हाम्रो कहाँ जाने भन्दा, आजको प्लान चाहिँ हामी सुलीगढ जानेछ। तर हेरौँ कस्तो दामी देखिरहेको यार आकाशहरू। वाह, अब गोप्रोको लेन्सले कस्तो खिचिरहेको छ थाहा भएन है, आँखाबाट चाहिँ बवालै देखिरहेको। वेदर त बवाल छ, बाटो पनि यस्तो मक्खन छ हेर्दा। बागलुङबाट बजारबाट हामी निक्लिसक्यौँ अगाडितिर। धस्रै निक्लिसक्यो बाइकको, के अरे बसको। ए फेरि अब झन् अड्क्यो यार बस त। हट, सानो छ है बाटो। ए निक्ल्यो बसको त टुक्रा टाक्री। ल ल ल ल अब गयो। रागिनी हो क्या। हामी त्यही पुग्यौँ अहिले, जाँदैछौँ। गर्मी हुँदैछ, खाना खाएको पनि छैन आज। खै सुलीगढ भनेको रुकुमकोट पनि पुग्यो हुन्थ्यो जस्तो भइसक्यो। बाटो त वाइल्ड रहेछ क्या, त्यो बिचमा टाइम लाग्यो भने। यस्तो खतम खाना थियो नि यार, यस्तो खतम खाना त। 2टा चिकन खाएको है, त्यो बोइल गरेर चिकन जस्तो थियो खाना। दिदीको त झन् तरकारी आउँदै सक्यो भातै होइन। पेट्रोल पम्प रहेछ। कुन ठाउँ यो? गलकोटमा पेट्रोल पम्प रहेछ। फुल ट्याङ्की हाल्नु पऱ्यो यार। गाइस हामी चाहिँ अहिले बुर्तिबाङ पुग्न लागिसकेको छौँ। बाटो मजाको छ, ल शीतल भयो। यहाँबाट देखाइदिन्छु म। त्यही पुलबाट अगाडिको बाटो रहेछ क्या रुकुमकोट चाहिँ।
तर हामी चाहिँ के अरे अगाडि होला भनेर अगाडि आइपुग्यौँ के भरे त त्यही पुलनिर पो रहेछ के रुकुमकोट त ऊ त्यही पुल यहाँको यो दाइलाई सोध हो यही बाटो हो दाजु रुकुमकोट जाने यही बाटो हो ए हस् धन्यवाद झन्डै छल्लिएछ यार तट भन्न धेरै पर पुगेर हेर्नेछौँ हामी ठिकै भयो रुकुमकोट जाँदैछौँ दिस इज द भ्यू हेभनली भ्यू मजा आयो यार राइड गरेर दिदीहरू आउँदै आएनन् कहाँ पुगे कुनी एकछिन यहीँ बसेर कुरौँ है एकछिन यो तातो यार धेरै नै तात्नै छोड्यो अब ल सुनसान छ चराहरूको आवाज खोला बगेको आवाज and that's it सुनसान ओहो अँध्यारोको बाटो यस्तो भएको छ यार हेट टायर त स्ल्याट चिप्लिरह लाउनु खत्तम रहेछ यार यहाँ त झन् कसरी जाने हो कतिको गहिरो छ गयो हेट बाटो त के हो यार यस्तो झन् राति चाहिँ यस्तो बाटो पर्यो त्यो बाटो त कटाइयो तर यस्तो छ यार यस्तो अन्धकार छ जङ्गलको बिचमा वाइल्ड एडभेन्चर भयो त यार यस्तो छ बाटो अब कहाँ हो रुकुम कहाँ हो लुकुम थाहा छैन कतिखेर आउँछ नि थाहा छैन गोप्रोको ब्याट्री पनि सकिसक्यो धन्न हेडलाइट चाहिँ अलिकति तिखो छ नत्र यस्तो तनाव हुने यार ल यस्तो बाटोबाट जाँदैछौँ हामी यस्तो छ यार बाटो यिनीहरू कहाँ हराए यस्तो अन्धकार छ गाइज हालत छ हालत के बारे जा रहे हैं साइड लाई दी Finally guys, here we are at Rukumkot. Rukumkot, 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 Rukumkot. हेलो गुड मर्निङ फ्रम रुकुमकोट आज चाहिँ हामी रुकुमकोटमै छौँ बिहानको 8 बज्दैछ होला अनि बाइकको हालत खराब भएर यहाँनिर बाइकको के हो यो त दुलै परेछ यहाँ त कि ए होइन यो त हो टायरको यहाँनिर किला छ यार कहाँ छ भन्दा किला छिरेछ भने तनाव यार अब यसले त पछि त ल्याङ गर्छ नि त इस यहाँनिर ल किला छिर्दैछ क्या यहाँनिर अब यो निकाल्यो भने हावा जान्छ बिस्तारै हावा जान्छ होला है अब यो बनाउन जाँदैछौँ अलिकति दुःख पाइयो केही छैन तर नपकाउनु पर्छ नत्र भने यो काँठी बिजोकोलाई त गन्ध लाइफ टाइम नै हो यसरी हान्यो भने त केही पनि हुँदैन कति पर्छ माथिबाटै हान्ने हो कि माथिबाट भित्र खोल्नै पर्छ मजाले टिक्छ नि है ढुक्कै हुनुहोस् ए किनकि हामी उतैसम्म जाने हो कि उता नयाँ केही दुनेसम्मै केही फरक पर्दैन हो हुन्छ गरिदिनु न त अर्को ठाउँमा केही बिज्यो भने चाहिँ भन्न सकिन्न यो ठाउँमा चाहिँ समस्या थोडा हुँदै लिक्विडको लाइफ टाइम त्यस्तो हुँदो रहेछ 9 महिना भइसक्यो त अझै छ
भ्याउँछ 1 वर्ष 6 महिना भन्छ तर 1 वर्ष नचलाएर राखिराख्यो भने चाहिँ 6 महिनामा बिग्रिहाल्छ अलिअलि चलाइराख्यो भने त फेरि त्यस्तो जम्दैन त्यो बटर दिनुपर्छ कि ठुलो हुन्छ त्यसपछि आउन दमले हुने रहेछ 100 रुपियाँ मात्र लाग्यो एकदम लाइफ टाइम वारेन्टी भन्दै हुन्छ त्यहाँको चाहिँ हेरौँ अब कतिको बिग्छ कता आयो यार कता थियो यार होटेल यति थियो जस्तो लाग्यो कता थियो होटेल यता हामी यहाँ रुकुमको भिडियो बनाउनु लाग्थ्यो यहाँ भाइलाई बोलाएर लट्ट लगाएर अलि अँध्यारो भएछ नि त है एन्टी लाइट परेछ अझै पछाडि आऊ त भाइ अझै हो ल पर्फेक्ट दुइटै बाइक पनि देखाऊ होइन रुकुमको पनि देखाऊ ल यही उयसमा ल एकछिन बाइक आउँदैछ एकैछिन एकछिन बाइक आयो एकैछिन फेरि बाइक आयो तेरिका एकैछिन कुरुम अरे हान्दिहालौँ त्यही एङ्गलमा ल अब हान्दिहालौँ ल ठिक छ कमरेमा पटुकी कसेर मुसु हाँसेकी बसेर रुकुमै कोटा आँखा नि राम्रै हो मन पर्ने ओठा आँखा नि राम्रै हो मन पर्ने ओठा कमेडी यार त हाम्रो रुकुमै कोटाको सर्ट सकिसकेको छ होइन अनि अब चाहिँ लागेको एउटा टिकटक बनाइदिउँ भनेर दिदीले भनिहाल्यो खास आइडिया त मेरो थियो अझ मैले त वहाँ पर माथि मेन इन्ट्रान्स थियो कि त्यहाँ उता अनि उता पुलिसहरू थियो ट्राफिकहरू थियो त्यही ट्राफिक दाइलाई नै बनाउन दिउँ भनेको हिजो राति आइपुग्यो नि त हामी त अनि माथि नै थियो क्या इन्ट्रान्स फेरि अब फर्केर त्यहाँ जान एउटा भिडियो बनाउनु चाहिँ हुन्छ भनेर कुनै एउटा ठाउँ वेलकम टु रुकुमकोट लेखा छ भने अनि त्यही बनाउँदा भनेर प्लान थियो त्यही बनाइयो योभन्दा अलिकति अप्ठ्यारो बाटो अझै कटाएर आइसक्यौँ होइन अब यहाँनिर चाहिँ यस्तो छ यार बाटो त बट माई गुडनेस कत्रो ढुङ्गा हो रिममा चाहिँ नलागोस् अरू कुरा त्यस्तै हो सर यो दुने जाने बाटो यतैतिर हो नि होइन दुने जाने बाटोहरू कहाँ जाने भन्नुभयो दुने धाउने हुँदै धाउने यहाँ हो धाउने यहाँ हो अनि मुसिकोट हुँदै मासतिर देउखोलासम्म मात्रै जान्छ गाडी त बाइक त्यहाँसम्म त जान्छ हो र डोल्पा सेफ अक्सुन्डो जानलाई त मुसिकोट भनेपछि त फलाङ पश्चिम फलाङ होइन त्योबाट जान त तपाईँको यहाँबाट जानु पानीको बाटो छ नि त्यहाँबाट गयो बाफीकोट भएर जान्छ होला ए हो कता कुन बाटो हुँदै जाने हो रे पाङा पोखरा हुँदै निस्किन्छ होला त्यही बाफीकोट भएर जान्छ कि मुसिकोट त त्यही हो त्यो मुसिकोट फलाङमा जान्छ नि होइन बाइक त जान्छ ए हस् यहाँबाट त पक्की पुल छ पक्की पुल त्यो बाटो देखायो नि यो बाटो यहाँबाट पैसा यसो धापेर जानु होला त्यसको लिएर त्यो पक्की बाटो छाडेर चाहिँ कच्ची लाग्नु होला अनि त्यसको पक्की पुल भेटिन्छ अनि त्यही रोड त्यही हो जस पुल एउटा कट्नु पर्यो होइन माथि गएपछि फेरि यता निस्किने बाटो छ त्यो नजाने कि उता पोखरातिर ए हस् धन्यवाद
गाइज हामी माथि तल गरेछौँ होइन। यो बाटो अलिकति कन्फ्युजिङ रहेछ। ऊ त्यो दाइहरू पनि माथि पुगेर फर्किनु भएछ। धन्न हामीले अलिकति ढिला गऱ्यौँ, नत्र हामी पनि माथि नै पुगेर फर्किनु पर्ने थियो। बाटो चाहिँ यस्तै हो, माथिबाट पहिरो खसिरहेको छ होइन। छिटो गइहाल्नुपर्छ, यता ढुङ्गाहरू खस्छ अरे। यहाँ ढुङ्गा खसेछ। जय शम्भो, जय बजरङ्गबली। तेरिका एडभेन्चर चाहिँ यहाँ फुल वाइल्ड एडभेन्चर भइरहेछ, एकदम हार्ड कोर एडभेन्चर भइरहेछ। ऊ त्यहाँ छ दिदीहरू, त्यहाँ बसिरहेको त्यो छ यार बाटो आफै के खनेर जाँदैछौँ जस्तो लागिरहेको मलाई त। अब त अति नै भयो। के भन्दै हुनुहुन्छ? ल हामी यता खलङ्गा जाजरकोट जाँदा फेरिको यो बाटो मस्त रहेछ यहाँ चाहिँ। नेचुरल स्विमिङ पुल, बाटो लाएर ढुङ्गा त झर्दैन नि यहाँ। अगाडि राख्छु यताबाट लगेछु यहाँनिर कि अब बाइक तान्नै सकिन। यस्तो भारी चाहिँ एक्लै छु। तिनीहरू कहाँ पुगिसके? ए भाइहरू मात्र छ मसँग हेल्प भनेको। भाइ त्यो भाइहरूलाई बोलाउन आऊ त, यता आऊ त, यता आऊ त, यता आऊ, यता आऊ त। सबैजनाले होइन यहाँ समातेर पछाडि तान ल, सक्छ? मैले कति सक्ने हो यहाँनिर समात्ने होइन, यहाँ समात्ने टक्क लाएर अनि तान्ने है पछाडि ल। हेरौँ है कसको बल धेरै छ। ल जोड लगा के आइशा, जोड लगा के आइशा, जोड लगा के आइशा, जोड लगा के आइशा, जोड लगा के जोड लगा के जोड लगा के आइशा। ल अब पुग्छ होला। ल थ्याङ्क यू तिमीहरूलाई है, तिमीहरूलाई मैले पापा दिन्छु है त। ल एउटा पापा तिमीलाई, एउटा चक्लेट तिमीलाई है, पक्ड त। ल तिमीलाई उ त्यो बुनेलाई नि। ए भाइ पापा खाना आऊ, लाऊ पापा खाना लाऊ, आऊ आऊ। ए बहिनी पो रहेछ। स्मारिका उसको बहिनी हो। ए लाऊ पापा खाऊ। ल ल थ्याङ्क यू है। यो अरू लास्टै बलियो रहेछ यार। के खान्छ यस्तो बलियो, यत्रो बाइक तान्दियो यार पछाडि। है के खान्छ? भिडो, भिडोको पावर हो। ल बाई 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 बाई। क्यामेरा छ यहाँ, क्यामेरा। बाई बाई भनिदेऊ, बाई बाई। ल थ्याङ्क यू। राइट हेल्प गरिदियो यार भाइ बहिनीहरूले भन्दै, नत्र एक्लै त तान्नै सक्दैन थिएँ म यो। ल अब जान्छ। एक्लै ट्राभल गऱ्यो भने चाहिँ यस्तो हुन्छ क्या। अब तिनीहरू कहाँ पुगिसक्यो है छोडेर। बोलौँ भने पनि कसरी बोलौँ, फोन पनि लाग्दैन। सराप भन्न भाइ बहिनीहरू थियो यार, नत्र हालत हुन्थ्यो मेरो। नै भयो यिनीहरूको भरमा आएको। म्याप हेर्दै आएर चाहिँ मुसिकोट हामी त यहाँ तलतिर पुग्न लागेको छौँ कि। अनि हामी जानुपर्ने मासतिर यता दुनै। खै कहाँ गयो दुनै? गाइज यु टर्न यत्रो 3 घन्टा 4 घन्टाको बाटो
अब फर्किनु पर्यो यही बाटो बिजोकै भयो यार धन्न यार यहाँ बाटोमा भेट्यो एउटा गाडी अनि दाइले भनिदिँदै हुनुहुन्छ कि नत्र बिजोक हुन्थ्यो यार हाम्रो आज फर्किनु पर्यो नै बाटो भनेपछि त्यो के रे धाउनेदेखि राडी बजार निस्किने भने बाटो नि यही नै हो धाउने यता अनि राडी बजार चाहिँ यहाँ बाटो चाहिँ दुईटा चाहिँ यता अफ ए यो अफ रोड हो हैन नदुवादेखि छैन बाटो तपाईँ चाहिँ मेन बाटो छिटो हुन्छ ए भनेपछि पुगिन्छ हामी पुगिन्छ हामी फर्किनु पर्दैन नि भगरहरूको भिडियो हेर्दै आएको छ भने चाहिँ एकदम सचेत रहनु होला होइन यिनीहरूले क्लिप काटिदिन्छ अनि मजाले भन्दा पनि भन्दैन यता जाने हो उता जाने हो मात्र भनिदिन्छ कसरी जाने हो चाहिँ भनिदिँदैन अनि हाम्रो जस्तै हालत हुन्छ अलि डिटेल एक्सप्लेनेसन चाहिँ अलि मिलेरै बनाइदिन्छु होइन फेसको भिडियो फेस टु फेस राखेरै बनाइदिन्छु अलिक सजिलो हुन्छ ल अब पेट्रोल हालौँ यहाँनिर यस्तो रहेछ पेट्रोल हाल्ने ठाउँ चाहिँ ल अलि माथि गराउन त्यो बाहिर फाल्छ त्यसले आइसकेपछि होइन यतिको बाटो देख्यो भने चाहिँ ए राम्रै रहेछ बाटो भन्नुपर्ने रहेछ क्या नराम्रो बाटो भनेको त कस्तो हुन्छ मैले भोगिसकेँ हिँड्न मान्छेलाई गाह्रो हुन्छ त्यस्तोमा बाइक लिएर आउनु पऱ्यो कि अब यो कति गहिरो छ थाहा छैन मलाई हालिदिएँ झ्याम्मै लौ न आधी त डुब्यो होला ठिकै छ 160ले तगडा पर्फर्मेन्स दिइरहेछ त्यस्तो अफ रोड कुदाएँ हिजो मैले त्यस्तो बाटो लिएर आएँ त्यही पनि कति घन्टाले झन्डै लडेको यार त्यहाँनिर 3 लिटर मात्र पेट्रोल सकिएछ क्या त्यस्तो बाटोमा दिन गयो यार यो माछिमी आउँदाखेरि नै यो बाटो रहेछ यस्तो सिल्की बाटो हेर त कस्तो नहेर अब के थाहा छ मलाई के थाहा तिमीहरू खलङ्गा भनेर यता लिएर आयो कहाँको त्यो रुकुमकोटको बाटो के रुकुमकोटबाट आउने बाटो यो 1 घन्टा 45 मिनटमा अनि यतिकै आउँछ त यताबाट यत्रो खत्तम बाटो आइकन अझ 5 घन्टा लागिकन 1 घन्टा 45 मिनटमा आउँथ्यो अरे गाइस हाम्रो दिन यतिकै गयो होइन आज चाहिँ एकदम वाहियात भयो यार त हामी यो खलङ्गा भन्दै कहाँबाट छिर्दै आएको होइन तर यो बाटो होइन रहेछ के हामी चाहिँ खासमा रुकुमकोटबाटै यो बाटो छ नि पिच आउन मिल्ने रहेछ फाइनली हामीले चाहिँ 500 किलोमिटर पुरा गरेको छौँ 500 किलोमिटर कम्प्लिटेड यो गाडी डोल्पा जाँदै अरे पछि जाम यहाँबाट रहेछ बाटो चाहिँ कुदमा जाने लगाएर ओहो ल अहिले चाहिँ हामी अब खाना खाएर होइन यता रारी बजार भन्ने रहेछ रारी बजारतिर जाँदैछौँ हामी रारी बजार है त तार छ तारमा अड्क्यो तारमा तार रहेछ नि त यो तारमा फर्क्यो उचाल्नु भिनाजु पछाडिको जुरुक्कै थोरै गाडी लिने के
होइन अगाडि लानु नानी यहाँ फर्किया छ यो ए उयो अगाडि रहेछ तारमा फर्किया छ क्या त्यो लानिदिने बिरे लाने होइन तार फर्किया छ तपाईँको तार कहाँ लिनु होला तार फर्किएको छ नि बाबु पाउने है अलिक थोरै पैसा नि उचाल्नु त जुरुक्क उचाल्नु न नै उतार्नु हुँदैन हो त्यहाँनिर छ क्या अड्के यही अड्किया छ हो ल अगाडि लानु यो लिने अब जान्छ गरिरहेको हामीले जान्छ होला अब त जान्छ होला तारमा अड्क्यो नि ए हस् म त त्यहाँनिर बाटै देखिनँ क्या अनि गाडीहरू त यहीँबाट आइरहेको थियो अनि कहाँबाट लिएर आइरहेको रहेछ त हामी कहाँको बाटो छिर्यौँ जस्तो लाग्यो क्या अनि त्यही भएर यताबाट आएको यही बाटो अरे यही बाटो अरे यहाँ काठको पुल छ अरे काठको पुलबाट तर्नु ए यहाँ काठको पुल रहेछ त ए आई दाइ यो कल्लु बगर जाने यही बाटो हो कति जति छ अब थोरै हो 15 मिनट हस् धन्यवाद पाउँछ झर्ना त यो कुन डे हो डे 4 भइसक्यो डे 4 भइसक्यो यार डे 4 हामी चाहिँ अहिले तल्लु बगरमा अन्त हामी भर्खर यहाँ पेट्रोल हाल्यौँ बोतलको बाइक इज रेडी अलिकति चिसो बडी भएर अलिकति ल हस् अङ्कल ल हस् धन्यवाद ल जाऊँ हामी यहाँबाट निक्ल्यौँ डे 4 स्टार्ट्स टुडे टक्क लाएर त्यस्तै बाटो कहाँसम्म चाहिँ हेरौँ ओहो सुरु हुन नपाई झुलुङ्गे पुल आयो त यार यही त होला नि Oh my god. ओहो कस्तो हल्लिरहेछ पछाडिको टायर त बुङ खेलिरहेछ मलाई त हैट ल नपाए एउटा झुलुङ्गे पुल क्रस गरिसकेँ म अब त सोध्दै चाहिँ जाने होला नि आमा आन्टी आमा दुने जाने बाटो हो दुने यतै
पुरा खोला छ है हल्किरहेको छ यार भिडियो पुल त त्यही नै हो पुलहरू चाहिँ हाई ल बाटो त बाप्रे त फोन पनि घुमाइदिरहेको छ अरे ढुङ्गाहरूले के अरे ल ल views guys हेर केटा यही भ्यूको लागि हो यति दुःख पाइरहेको कस्तो आनन्द छ यार यत्तिकै हेरेर बस्दाखेरि पनि आनन्द छ ढाड दुख्यो मेरो त आया हामी चाहिँ अहिले त्रिवेणी कटेर त्रिपुराकोट जाँदैछौँ। अब यहाँबाट 1 घन्टा जति छ अरे, त्यहाँबाट फेरि 2 घन्टा जति छ अरे। लगभग अब 3 घन्टा जतिमा हामी फाइनली दुने पुग्नेवाला छौँ। त्यसपछि हाम्रो ट्रेकिङ सुरु हुन्छ, आजै सुरु हुन्छ। अहिले बजेको छ, कति बजेको छ अहिले? यस्तै 9 बज्दै होला, 10, 11, 12 बजीसम्म पुग्छौँ होला हामी। त्यसपछि 1 बजेदेखि हाम्रो ट्रेकिङ हुन्छ। त्यही नै थियो प्लान, आज त्यही नै हुन्छ जस्तो छ। एन्ड एज अलवेज भ्यू त बवालै छ होइन। अब त खोला पनि हेर्दा हेर्दा वाकिसकेँ क्या म त। वहाँदेखि खोला, यहीँसम्म खोला, खोल्लै खोला। ल हस्, धन्यवाद। चाहिँ यहाँबाट 1 घन्टा रे, तेरिका डाँडा मान्छे हो यार। दुईटा झोले चढ्नुपर्छ, नाम्टी पाउनुपर्ने रहेछ होइन। अनि सबै सोध्दो रहेछ, गाडीको नम्बर, लाइसेन्स सबै दिएर कन्ट्याक्ट नम्बरहरू राखिरहनु पऱ्यो रहेछ यहाँ। कतिहरू यतिका यो मलाई देखि किन भएको चिकन लभर भएर दामी ठाउँमा रेस्ट गर्नलाई ठाउँ स्पट गऱ्यो हामीले।
कस्तो बवाल छ यार वर्षाको हावा लागिरहेछ सबै गर्मी निक्ल्यो एकैछिनमा खतरा है यार जान दिइहाल्यो ओए पुरा हल्दिन्छ त त्रिपुरा कोटमा खानासाना खाएर हामीले अब दुनै लाग्दैछौँ टाइम भएको छ 11:15 वाह दुनै चाहिँ यहाँबाट चेक पोइन्ट हो बाइक लिएर राखेपछि यहाँबाट जानुपर्छ माथि होइन होटेलमै राखौँ न इन्ट्री गराउनु पर्छ पर्दैन पठाइदिएको छ हामी चाहिँ अब दुनै लगभग आइसक्यौँ होइन यहाँनिर चाहिँ यसरी बाइकहरू राखिरहेको रहेछ तर हामी चाहिँ यहाँ बाइक नराख्ने कता हो राइट अलिकति अप्ठ्यारो रहेछ बाटो चाहिँ त्यस्तो अप्ठ्यारो छैन ल यही त होला नि हजुर